हेलो अनि नमस्ते गाइजहरू। यो चाहिँ हिजोको भिडियो हो। हिजो चाहिँ हामी ग्लोबल भिलेज गएको थियौँ। त्यसको लागि चाहिँ हामीले सार्सादेखि अल्गुबेबाको बस लिएको थियौँ अनि अल्गुबेबादेखि चाहिँ ग्लोबल भिलेजको बस लिएको थियौँ। 4 बजेको बसको लागि चाहिँ हामी त्यहाँ पुगेको थियौँ अनि मेट्रो कार्ड लाग्दो रहेछ। हामीले चाहिँ मेट्रो कार्ड ट्याप गऱ्यौँ अनि पर पर्सन 12 दिरहाम लिनुहुँदो रहेछ यहाँदेखि चाहिँ। अनि हामी चाहिँ बसमा बस्यौँ अनि यस्तो राम्रो भ्यू, दुबई फ्रेम अनि साइडमा बुर्ज खलिफा पनि छ। त्यस्तो क्लियर चाहिँ देखेको छैन। अनि बुर्ज खलिफा हेर्दै हेर्दै ट्राफिकमा बस्दै टाउको दुखाउँदै ढिला हामी पुगेको थियौँ। अनि त्यहाँ चाहिँ अनि फाइनली हामी पुगिसकेपछि चाहिँ म चाहिँ मेरो बहिनीलाई खोजिरहेको थिएँ। मेरो बहिनी चाहिँ अजमानदेखि आउँदै थियो अनि मेरो बहिनी अलरेडी आइ पनि सकेको थियो। मभन्दा 40 मिनट्स अगाडि पुगिसकेको थिएँ अनि हामीलाई चाहिँ एकदम भोक लागिरहेको थियो अनि ऊ चाहिँ मलाई बाहिरै कोरिरहेको थिएँ। अनि फाइनली मैले चाहिँ मेरो बहिनी पनि भेटेँ अनि नानीलाई देखिसकेपछि चाहिँ हामीले टाइम वेस्ट नगरिकन टिकट लियौँ। अनि हामीले चाहिँ पर पर्सन चाहिँ 25 दिरहाम तिरेर चाहिँ टिकट पनि लियौँ। अनि टिकट लिएर चाहिँ हामीले चाहिँ त्यहाँ स्क्यान पनि गर्नुपर्ने रहेछ अनि त्यहाँनिर ब्यागेजहरूको लागि पनि चेकिङ गर्नुहुँदो रहेछ। अनि हामीसँग चाहिँ ब्यागेज थिएन अनि त्यही भएर हामी चाहिँ सिधै टिकट स्क्यान गरेर भित्र गयौँ। अनि टिकट स्क्यान गरेर भित्र गइसकेपछिको चाहिँ कस्तो राम्रो फिल भएको थियो कि कस्तो राम्रो ठाउँ थियो, कति राम्रो ठाउँ थियो। अनि हामी जाँदा चाहिँ त्यस्तो भिड थिएन, भर्खर सुरु भएको कारणले गर्दाखेरि चाहिँ। अनि त्यहाँनिर चाहिँ यसरी नाचिराख्नु भएको थियो कि उहाँहरूले थाई मसाज सेन्टरमा चाहिँ थाई गीतमा नाचिराख्नु भएको थियो। मलाई नि नाच्न मन लागिरहेको थियो बट बुझ्दा पनि बुझिनँ, अप्ठ्यारो पनि लाग्यो। त्यही भएर म चाहिँ अब भिडियो खिच्छु भनेर अनि यसो भिडियो खिच्यो। एकैछिन चाहिँ एउटै मात्रै भिडियो खिचेको होला मैले, भिडियो खिचेँ। त्यसपछि चाहिँ त्यहाँ मैले चाहिँ मेरो सेनामेनाहरू पनि देखेँ अनि म चाहिँ यिनीहरूलाई पर्सि नेपाल पठाउँदैछु है इलेक्सनको लागि। अनि त्यतिकैमा हामीलाई एकदम भोक लागिरहेको थियो। हामीहरू चाहिँ रेस्टुरेन्ट खोज्दै थियौँ अनि बाहिरतिर चाहिँ अलिकति मिठो भेटेको थिएन। अनि हामीले चाहिँ ल ठिकै छ कोरिया खोजौँ अनि कोरियन रेस्टुरेन्ट जाऊँ न त भन्ने भयो। अनि हामीले चाहिँ कोरियन रेस्टुरेन्ट अनि कोरिया खोज्दै गर्दै थियौँ। मैले चाहिँ भिडियोहरू बनाउँदै थिएँ अनि हेर्नु मेरो बहिनी त्यही बिचमा चाहिँ क्युट पोज दिएर बसिरहेको थिएँ। अनि फाइनली हामीले चाहिँ खोज्दै गर्दा हिँडिसकेपछि चाहिँ फाइनली हामीले भेट्यौँ। अनि यसरी भेटिसकेपछि चाहिँ यहाँनिर यसरी नाचिराख्नु भएको थियो। अनि त्यहाँको यो सायद कोरियन नै त हुनुहुन्न होला सबैजना, उहाँहरू चाहिँ त्यही कोरियन गीतमा नाचिरहनु भएको थियो। अनि हामीले चाहिँ यसरी फुडहरू स्टलहरू पनि देख्यौँ, यसरी त्यहाँको सामानहरू पनि भेट्यौँ। अनि त्यसमध्ये एउटा स्टलमा गएर चाहिँ हामीले एउटा चिकन स्पाइसी विङ्स अर्डर गरेका थियौँ। बट स्पाइसी अर्डर गरेका थियौँ हामीले गर्न चाहिँ, बट इलेक्सनमा भन्छु म हजुरहरूलाई। अनि यसरी नाचिराख्नु भएको थियो कति राम्रो। अनि हामी चाहिँ कति टाइम लागेको थियो फुड आउनलाई। अनि हामी चाहिँ यसरी नै डान्स हेर्दै बसिरहेको थियौँ। अनि त्यहाँको स्टलहरू पनि हेऱ्यौँ। अनि पानी पनि कस्तो महँगो, सबै चिज एक्सपेन्सिभ थियो भित्र चाहिँ। अनि हामी चाहिँ डान्सहरू खानाकै लागि नै वेट गर्नको लागि पनि यो डान्स चाहिँ हेर्नु पऱ्यो। बट स्टिल राम्रो नाच्नु भएको थियो उहाँहरूले, किनभने हामीले चाहिँ अब बुझ्दा पनि बुझेको थिएनौँ अनि हामीसँग टाइम पनि थिएन यसरी डान्स हेरेर बस्ने। अनि त्यही पनि खानाको लागि चाहिँ हामीले वेट पनि गऱ्यौँ। बट इट वाज सो नाइस, एकदम राम्रो नाचिरहनु भएको थियो उहाँहरू सबैजना, एकदम राम्रोसँग नाच्नु भएको थियो। अनि एकदमै मजा आयो हेर्दा चाहिँ, गीत नबुझे पनि। बट यो चाहिँ एकदमै मन परेको पार्ट हो मलाई यो डान्समा, कस्तो राम्रो हेर्नु न कस्तो नाइस नाचिरहनु भएको थियो। अनि हामी चाहिँ यत्तिकै वेट गर्दा कति ढिला भइसकेको थियो। अनि खाना त आउँदैन चाहिँ पनि। अनि फाइनली चाहिँ अनि हामीले खाना पनि आयो। 6 पिस हुँदो रहेछ, 40 दिरहामले थियो। अनि यति त खाएर अनि हामी युरोपतिर छिर्यौँ। अनि एकदमै धेरै राम्रो ठाउँ, एकदमै धेरै राम्रो थियो यहाँनिरको। अनि हामीले चाहिँ यो आइसक्रिम पनि खायौँ। अनि यो आइसक्रिमको टेस्ट चाहिँ एकदमै मिठो थियो गाइस। अनि यसरी कपडाहरू पनि कति धेरै स्टलहरू थियो, कपडाहरू राम्रो थियो बट एकदम धेरै एक्सपेन्सिभ थियो। अनि हामीले चाहिँ एक्सपो प्लानेट पनि देख्यौँ, हामीले एक्सपो प्लानेट सिटी देख्यौँ, हामी घुम्यौँ। अनि स्टिल पनि हामीलाई चाहिँ खाना पुगेको थिएन अनि हामी चाहिँ खानै खोजिरहेको थियौँ। अनि खानाको लागि चाहिँ एकदम त्यस्तो धेरै गाह्रो भयो हामीलाई चाहिँ, किनभने खाना एकदमै रेयर रहेछ क्या हामीले खाने टाइपको खाना चाहिँ। अनि फाइनली हामीलाई चाहिँ यो अक्टोपस र श्रिम्प चाहिँ अलिक ठिक लागेर हामीले चाहिँ अक्टोपस र श्रिम्प मगाएको थियौँ। अनि खाँदा पनि यो चाहिँ वर्थ इट नै थियो, राम्रो पनि थियो, मिठो पनि थियो, टेस्टी पनि लाग्यो हामीलाई चाहिँ। तर थोरै भयो थियो। बट यो पनि 30 दिरहाम लिनुभएको थियो यसको पनि हामीलाई। अनि हामी त्यसपछि फेरि त्यही भित्र युरोपको भित्र जाँदाखेरि चाहिँ डान्स भइरहेको रहेछ। अनि यहाँ चाहिँ नाचिराख्नु भएको थियो, त्यो हिन्दी गाना चाहिँ नि काइट मुभीको सेन्योरिता भन्ने गीतमा नाचिरहनु भएको थियो। कस्तो राम्रो नाच्नु भएको थियो उहाँहरूले। अनि अझै भिडियो गर्न मन थियो बट हामीसँग टाइम एकदम कम भएको भएर एकछिन हेऱ्यौँ अनि अलिकति भिडियो हेरौँ अनि त्यस भिडियोहरू बनायौँ। अनि त्यसपछि हामी त आइहाल्यौँ, त्यहाँबाट निस्किहाल्यौँ अरू ठाउँ जानको लागि। अनि यो भिडियो हेर्दै गरिसकेपछि चाहिँ हामी त्यहाँबाट
मुभ भयौँ अरूतिर। अनि यो भिडियोमा चाहिँ हुन्छ नि कस्तो मजाले, अनि गीत उहाँहरूले चाहिँ गाना नबुझे पनि कस्तो मजाले नाचिरहनु भएको थियो कि गीत बुझेको जस्तै गरी नाचिरहनु भएको थियो। अनि उहाँहरूको डान्स अनि उहाँहरू कति राम्ररी पनि हुनुहुन्थ्यो। अझै नजिकबाट त मैले लिनै पाइनँ किनभने अगाडि मान्छेहरू पनि हुनुहुन्थ्यो। अनि त्यहाँबाट निस्किन साथ चाहिँ हामीले फेरि यो देख्यौँ अर्को रमाइलो। अनि यो चाहिँ थाहा भएन के थियो, बट इट वाज नाइस है। अनि यसरी आउनु मान्छेहरू चाहिँ आइराख्नु भएको थियो, यत्रो लामो लामो काठ खुट्टामा लगाएर हिँड्दा कति गाह्रो भएको थियो, बट राम्रो थियो एकदमै। हामीले चाहिँ इन्जोय गरिरहेको थियौँ यो माहौललाई, एकदम धेरै इन्जोय गरिरहेको थिएँ। म चाहिँ नाचिरहेको थिएँ, कस्तो राम्रो म्युजिकहरू बजिरहेको थियो अनि म चाहिँ डान्स गरिरहेको थिएँ। अनि यत्तिकै मैले डान्स गरिरहेको देख्दा चाहिँ यो उहाँ चाहिँ मबाट आएर अनि यसरी नाच्दै हुनुहुन्थ्यो कि, अनि म पनि उहाँ सँगसँगै नाचेँ। अनि सी वाज सो क्युट, सी वाज सो गुड होइन, सी वाज सो ब्युटिफुल। अनि यो चाहिँ जाँदै थियो। अनि यो गइसकेपछि यो जाँदै नै हाम्रो त टाइम कति धेरै गइसकेको थियो, अलमोस्ट 8 बजिसकेको थियो। अनि हामीले चाहिँ के प्लान गऱ्यौँ भने अब यत्रो धेरै त हामी हिँड्यौँ। अनि मैले त अझै कति धेरै भिडियो क्लिपहरू बनाएको छुइनँ, बिर्सेर के माइन्डमै नहुँदो रहेछ। अनि यति सबै बनाइसकेपछि चाहिँ हामी इन्डिया हेर्न जाने कुरा भयो। अनि हामी चाहिँ इन्डियाको बाटोतिर लाग्यौँ। अनि यस्तो राम्रो फ्लावर हेर्नु न, कस्तो राम्रो भ्यू छ गाइज, यति राम्रो छ नि। पैसा चाहिँ वर्थ इट हुने ठाउँ छ है, हजुरहरू पनि जाँदा चाहिँ हुन्छ, बट एकदमै टाइम निकालेर जानु होला। यो चाहिँ 4 बजी मात्र खुल्ने भएको भएर यदि हजुरहरू टाढादेखि जाँदै हुनुहुन्छ भने चाहिँ टाइममै जानु होला। अनि इन्डिया पनि पुग्यौँ हामीहरू। यो बाहिरको कस्तो राम्रो लागेको थियो त्यो हात्ती, अनि डान्स भइरहेको थियो, इन्डियन डान्स, कल्चरल डान्स भइरहेको थियो। अनि हजुरले इन्डियाको सामानहरू पनि त्यहाँनिर पाउनुहुन्छ, इन्डियाबाट आएको जस्तो कपडाहरू, खानेकुराहरू, अनि पूजाआजाको सामानहरू पनि हजुरले त्यहाँनिर चाहिँ पाउनुहुन्छ है, इन्डियन सामानहरू पनि थियो। अनि त्यहाँबाट निस्किएर चाहिँ यसरी यो ड्रागन देखेको थिएँ मैले, हामी गएको थियो। अनि यो चाहिँ कस्तो हरर हाउस जस्तै थियो क्या, हरर मुभीको हुन्छ नि त्यस्तै थियो। अनि त्यसपछि चाहिँ म इजिप्ट पुगेँ। अनि मलाई घुमेमध्येको एकदमै मन परेको इजिप्ट, अनि डम्फु पनि बजाउँदैछु है म गाइजहरू। अनि इजिप्ट चाहिँ एकदमै धेरै राम्रो थियो, एकदमै राम्रो प्लेस थियो। यहाँको चाहिँ अथेन्टिक इजिप्टवाला भाइब्स थियो, त्यहाँको अरा पनि कस्तो पोजिटिभ थियो, एकदम इन्जोएबल अरा थियो त्यहाँको अरा नै। अनि त्यहाँनिरको चाहिँ मान्छेहरू पनि कस्तो राम्रो हुनुहुँदो रहेछ। अनि यसरी हेर्नुहोस् न, यहाँ यो मम्मीहरू राख्ने अब जस्तो इजिप्टको हुन्छ नि त्यस्तै यहाँको चाहिँ सानोतिनो इजिप्ट नै थियो कि यो एरिया चाहिँ पुरै नै इजिप्टकैवाला भाइब्स थियो। त्यहाँको त्यो पसलहरू, त्यो पसलमा राखेको सामानहरू, त्यहाँको मान्छेहरू सबैजना नाइस हुनुहुन्थ्यो। अनि त्यसपछि हामी चाहिँ त्यहाँनिर मजाले चाहिँ मैले चाहिँ इजिप्ट मजाले घुमेँ। अनि यसरी स्ट्याचुहरू, पिरामिड चाहिँ हामीले देखेनौँ। अनि पिरामिड पनि हुन्छ भनेर चाहिँ भनेको थियो, तर अब हामीले चाहिँ देखेनौँ। बट यिनीहरू चाहिँ राम्रो, जस इजिप्ट चाहिँ एकदमै राम्रो गरेर उहाँहरूले इजिप्टलाई के भन्छ त्यसलाई पेस गर्नुभएको थियो होइन, एकदमै राम्रो थियो। अनि त्यसपछि एकदमै मन परेको चाहिँ यिनीहरू हेर्नु न, यो कस्तो राम्रो मूर्तिहरू, अनि यहाँ कपडाहरू पनि, अबायाहरू पनि त्यस्तै राम्रो, सबै लुगाहरू, सबै चिजहरू, इजिप्टको चाहिँ सबै चिजहरू एउटा चिजहरू पर्फेक्ट थियो कि यो हातमा लाउने ब्रासलेट, अनि औँठीहरू, अनि के अरे त्यो नेक्लेसहरू पनि राम्रो थियो। अनि मलाई चाहिँ यो माथिको यो मान्छे देख्दा चाहिँ क्या डर लागेको थियो कि साथीहरू, एकदम डर लागेको थियो कि त्यो त्यतिकैमा डान्स पनि सुरु भयो। अनि यहाँ यसरी डान्स पनि गर्दै हुनुहुन्थ्यो, अरबिक गीतमा थियो, यो चाहिँ गीतै थियो। अनि मजाले नाचिराख्नु भएको थियो उहाँहरू। अनि यो अगाडिको फ्यामिलीहरूले पनि कस्तो इन्जोय गरिरहनु भएको थियो, कस्तो मजाले इन्जोय गरिरहनु भएको थियो। अनि यो डान्स गरिराख्नु भएको चाहिँ मलाई कस्तो रमाइलो लागिरहेको थियो, छोड्नै मन लागेको थिएन। अनि म चाहिँ एकछिन यो पनि हेरेँ, डान्स गरेको पनि हेरेँ। अनि त्यो फ्यामिलीहरू पनि एकदम रमाइलो इन्जोय गरिरहनु भएको थियो, फ्यामिलीहरूलाई पनि हेरेँ। अनि त्यहाँको इजिप्सियनहरू चाहिँ त्यहाँ चाहिँ सबैजना कस्तो त्यहाँ बसिरहेको इजिप्सियनहरूले पनि कस्तो इन्जोय गरिरहनु भएको थियो कि, कस्तो रमाइलो मानिराख्नु भएको थियो। अनि यो डान्स सकिने बित्तिकै चाहिँ यो उहाँहरूको सायद बाजा, उहाँहरूकै कन्ट्रीको बाजा होला, उहाँहरूले यो बजाइ पनि राख्नुभएको थियो। अनि यो पनि राम्रो थियो। त्यहाँबाट निस्केर चाहिँ मैले यमिन देखेँ। यो यमिन चाहिँ गेट यस्तो राम्रो इन्ट्रान्स गेट यमिनको चाहिँ, भित्र चाहिँ म गइनँ गाइज होइन, अनफर्चुनेटली, किनभने टाइम थिएन। अनि म कति धेरै कन्ट्रीहरू चाहिँ गएकै छुइनँ, नेक्स्ट टाइम होपफुली फेरि जानेछु। अनि कस्तो राम्रो थियो कि यो यमिनको गेट चाहिँ एकदम राम्रो थियो, भित्र के थियो चाहिँ थाहा भएन। अनि गेट यमिनको राम्रो थियो, अनि इन्डियाको गेट पनि कस्तो राम्रो थियो, इजिप्टको इन्ट्रान्स गेट पनि राम्रो थियो। अनि हामी चाहिँ जान पाएनौँ किनभने टाइमै थिएन, हामीलाई त्यहाँबाट निस्किनु पर्ने थियो, धेरै टाढा थियो। अनि त्यही भएर हामीसँग टाइम पनि थिएन। अनि आउँदै गर्दा चाहिँ उहाँले चाहिँ स्केच, बाबुको स्केच बनाइरहनु भएको रहेछ, हेर्नु न कस्तो ट्यालेन्टेड मान्छे उहाँ। अनि यो चाहिँ रातिको भ्यू थियो, राम्रो देखेको थियो। अनि त्यसपछि चाहिँ मैले एउटा टिकटक बनाएँ सानो थोरै। अनि टिकटक बनाइसकेपछि चाहिँ अनि
अब चाहिँ हामी फर्किनुपर्छ भन्ने भएको थियो। अलमोस्ट 9 बजिसकेको थियो रातिको। अनि त्यसपछि चाहिँ हामी फर्किनतिर लाग्यौँ। अनि फर्किँदाखेरि यो बुर्ज खलिफा पनि देखियो। अनि बुर्ज खलिफालाई हेर्दै हामी चाहिँ फर्क्यौँ। बेलुका चाहिँ हामी टाइममै फर्केको थियौँ। आई मिन जाम थिएन, ट्राफिक थिएन। बेलुका चाहिँ धेरै 10 बजिसकेको थियो बुर्ज खलिफासम्म आउँदा चाहिँ। त्यसपछि बर्दुबईमा गएर नेपाली रेस्टुरेन्टमा गएर हामीले चाहिँ खाजा सेट, भुटन खाजा सेट, अनि त्यसपछि झोल मोमो, अनि फ्राइड राइस, अनि त्यसपछि चटपटे मगाएर खाथ्यौँ। अनि त्यसरी नै मेरो हिजोको दिन सकियो। थ्याङ्क यू फर वाचिङ गाइज।